प्रिमियर लिगको टाइटल उचाल्न हिँडेको लिभरपुलले हिजो 10 बजे भएको गेममा चाहिँ वेस्ट ह्याम युनाइटेडलाई 2-1 ले जितेको छ है। अनि यो जितसँगै सेकेन्डमा भएको आर्सेनल भन्दा 13 पोइन्ट्स अगाडि भएको छ है। दुईटै टिमले 32-32 गेम खेलिसकेको छ। 6 गेम्स लेफ्ट बाँकी छ है। अनि लिभरपुलको 76 पोइन्ट्स छ भने आर्सेनलको 63 पोइन्ट्स छ है। अनि यो जितसँगै अब लिभरपुलले लगभग टाइटल चाहिँ समात्न लागिसक्यो है। अब 2 गेम लगातार जित्यो भने लिभरपुलले यो प्रिमियर लिगको टाइटल जित्नेछ है। अनि गेमको कुरा गर्नु पर्दाखेरि चाहिँ फर्स्ट हाफमा लिभरपुलले लुइस डियासको सालाको खतरा एसिस्ट है, 2 वर्ष न्यू कन्ट्र्याक्ट गएपछि कन्ट्र्याक्ट साइन गरेपछि खतरा एसिस्ट दिएर लुइस डियासको राम्रो गोल हानेर 18 मिनेटमै लिभरपुलले 1-0 ले लिड भएको थियो है। अनि फर्स्ट हाफ लिभरपुलले आफ्नो कब्जामा गेम बनाएको थियो, लिभरपुलको कन्ट्रोलमा थियो, पोजिसन पनि राम्रो थियो है, चान्सेसहरु पनि राम्रो क्रिएट गरिरहेको थियो है। तर सेकेन्ड हाफमा गएर चाहिँ वेस्ट ह्यामले एकदम राम्रो खेल्यो है। वेस्ट ह्यामले लिभरपुललाई एकदम सेकेन्ड हाफमा गएर एकदम टक्कर दियो हैन। पोजिसनको मामलामा भयो कि अनि काउन्टर अट्याकिङ खतरा गर्यो वेस्ट ह्यामले। अनि 86 मिनेटमा रोबर्टसन केही अगाडि सब्स्टिट्युट भएर आयो है, सिमकासको बदलामा हैन। अनि 86 मिनेटमा चाहिँ भ्यान डाइकले बल क्लियर गर्न खोज्दाखेरि चाहिँ रोबर्टसनको खुट्टामा लाएर चाहिँ अफसाइड गोल भयो है रोबर्टसनबाट। अनि 86 मिनेटमा भएपछि 1-1 को ड्र भएको थियो। अनि यसो हेर्दाखेरि अब टाइम पनि सिद्धिन लागिसकेको थियो। अब ड्र हुन्छ क्या हो भन्ने त्यो डर थियो हैन लिभरपुल फ्यान्सहरुलाई, लिभरपुललाई। तर म्याकएलिस्टरको कर्नरमा वर्जिल भ्यान डाइकले और क्याप्टेन वर्जिल भ्यान डाइकले हेडिङबाट गोल हानेर चाहिँ लिभरपुललाई 2-1 ले चाहिँ जित दिलाएको छ है। अनि एकदम इम्पोर्टेन्ट 3 पोइन्ट्स लिभरपुलले प्राप्त गरेको छ। अब लगभग टाइटल आफ्नो कब्जामा पार्न लागिसक्यो। अब यता आर्सेनलले अबको गेममा हार्यो भने, यदि मानौ हार्यो भने लिभरपुलले 1 गेम मात्रै जित्यो पनि टाइटल जित्नेछ। नत्र 2 गेम लगातार लिभरपुलले जित्यो भने चाहिँ 2024-25 को टाइटल चाहिँ लिभरपुलले उचाल्नेछ है। ल कंग्रेट्स छ लिभरपुलको फ्यान्सहरुलाई। अब चाँडै प्रिमियर लिगको टाइटल पनि लिभरपुलले उचाल्नेछ है।